चाहिँ म भेट्न जाँदैछु फाइनली बस पनि आयो है त। गुड मर्निङ साथीहरू, आज चाहिँ म भेट्न जाँदैछु फाइनली। अति भयो, अब भेट्न जाने हो। यत्रो समयको धैर्यपछि होइन, आज चाहिँ बिहानै उठेँ, मुखसुख धोएँ, पाउडर सर लाएर दौडिहालेको। अलिक टाढा छ नि त, त्यही भएर अब बस कुरेर बसिरहेको छु। बस आएपछि सर दौडिहाल्ने है त। फाइनली बस पनि आयो है त। हजुर, फाइनली अब बस आइसक्यो, अब जानुपर्छ। ल फाइनली साथीहरू, म चाहिँ ओसाका स्टेसनमा ओर्लिसकेँ। अब कुरेर बसिरहेको छु है त। कान्छी कतिखेर आउँछ थाहा छैन, आफ्नो यहाँ छटपट्टि भइसक्यो। कुरेर बसेको 3 घन्टा भइसक्यो, अझै आएको छैन। आज दिनै बर्बाद भयो यार। दिमाग यत्रो समय लगाएर बल्ल बल्ल भेटेँ के ल भाइ। कुन चस्मा रोप्न यत्रो 5,000 किने चस्मालाई मेरो भन्। ओमाए के गर्दो कोही किता बुझेन कि यसले। त आज कता आएको भने कि भाइ, हिजो गएर नेपालबाट कता आएको कता गएको के खान आएको त। यहाँ त केही भेट्दैन भाइ, केटी गर्न हेर्न आउनु। यहाँ त केटी हेऱ्यो कि छिसिक्क हेऱ्यो कि केही हो है। यहाँ त गाह्रो छ नेपाल होइन नि। अहिले पिउला नि एक राउन्ड हाल्छ किस्सा। ल भाइलाई आज मजाले मैले घुमाइदिएँ। अब रातभरि निन्दा लाग्दैन होला। किन लाग्दैन होला, यहाँ साथीहरूले बुझिसक्यो, भन्नु पर्दैन होइन। यहाँबाट म चाहिँ उता जान्छु, भाइलाई यहाँ छोडिदिएर। अब यहाँबाट भाइ चाहिँ हिँड्दै जानु सक्छ है त भाइ। ल राम्रोसँग है, खर्च पानी छ, खर्च पानी छैन त्यही त। फाइनली अब घुमेर पनि आइयो मजाले। यहाँ साथी लिन पनि आइसक्यो। सरी, स्टेसनबाट ओर्लिने बित्तिकै स्वाट लिन आउने हो। यस्तो छ कन्डिसन होइन। के छ खबर, ठिक छ नि? एकदम अब फर्किने होइन।